आज सबै दलहरूलाई चेतावनी दिनुभयो तपाईँभन्दा ठुलो म छु सबै नेपालभरि मलाई चिन्नुहुन्छ भन्दै हुनुहुन्थ्यो के हो खासमा नेपालभरिकोले मलाई चिन्छ साँच्चै हो। तपाईँलाई विश्वास लाग्दैन भने तपाईँ नेपालको कुनै पनि गाउँमा जानुहोस्, कुनै पनि बाटोमा कसै मान्छेलाई भेट्नुहोस् होइन, कहीँ गाउँमा गल्लीमा जुनसुकै जिल्लाको पनि महावीर पुनलाई चिनेछ भने चिन्छ भन्छ क्या। हिजो तपाईँको स्ट्याटस तर तपाईँको यो आज संसदमा जसरी बोल्नुभयो यसले गर्दा चाहिँ तपाईँ पनि पार्टी खोल्नुहुन्छ कि भन्ने आशंका रह्यो क्या यहाँ शङ्कालाई है। हो नि हामीलाई त ठुलो आशंका रह्यो अब त आशंका अब भोलि भविष्यले बताउला। महावीर पुनको नेतृत्वमा नयाँ पार्टी नखोल्ला भन्न सकिन्न भन्ने हो क्या सकिन्न जिन्दगीको केही भर छैन। हेर्नुहोस्, महावीर पुन सांसद हुन्छ भन्न कसैले ठाने थियो? महावीर पुन मन्त्री हुन्छ भन्ने कसैले ठाने थियो? महावीर पुनले किताब बेचेर हिँड्छ भन्न कसैले सोचेको थियो? कसैले जिन्दगीमा के हुन्छ भन्ने कुरा केही थाहा छैन। पार्टी खोल्दै आश्चर्य नमान्दा हुन्छ होइन? जिन्दगीमा हुने कुरालाई आश्चर्य नमान्ने हुन्छ क्या। तर चाहिँ म खोल्दिनँ अहिलेसम्म। जहाँ चाहिँ त्यो पनि लड्दिन भन्दै हुनुहुन्थ्यो, लड्नुभयो, अब खोल्दिन भन्दै हुनुहुन्छ, खोल्नुहुन्छ। अन्तिम अवस्था कुनै पनि निर्णय म अन्तिम अवस्थामा गर्छु। अन्तिम अवस्थामा जस्तो म चुनाव लड्ने काम पनि मैले भनिरहेको छु। चुनावमा नाम दर्ता गर्ने मितिको 40 घण्टा अगाडि मैले निर्णय गरेको हो। आज तपाईँले रोस्टमबाटै माफी माग्नु भएछ। हिजो कुन मकसदमा कहाँ माफी मागे? तपाईँले माग चाहन्छु त भन्नुभएको छ त। यसो भने नि मैले श्राप दिएको थिएँ, ल रिस उठेकोले माफी गर्नु होला होइन, बनायो भने म श्राप फिर्ता लिन्छु भने। श्राप चाहिँ कसलाई हो? प्रधानमन्त्रीलाई हो? सबै नेतालाई एउटालाई पनि होइन। यो रासोपाले हामीलाई भनेर नठान्नु होला। सबै पार्टीको नेताहरूले अहिलेसम्म कुन पार्टीको नेताले विज्ञान प्रविधिको लागि कुन पार्टीकोले गरेको छ? त्यस कारणले कुनै एउटा व्यक्ति विशेष पार्टी विशेषलाई भनेर चाहिँ घोज्नको लागि मैले त्यो भनेको होइन। सबै नेता, चाहे नयाँ नेता होस् भर्खर युवा नेता होस् बुढा नेता होस् अब जस्तो सुकै नेता होस् सबैलाई मैले हानेको हो। अहिले भन्न सक्दैन। हेर्नुपर्छ। प्रविधिको क्षेत्रमा बाहिर गएर हेर्नु पर्दा नीति तथा कार्यक्रमलाई कसरी हेर्नु जनक छ होइन? नीति तथा कार्यक्रमको सबै कुराहरू मैले चाहिँ के अरे बुझ्दा पनि बुझ्दैन होइन। म चाहिँ अब केही कुराहरू बुझौँला, केही कुराहरू नबुझौँला, आफ्नो फिल्डको कुराहरू बुझ्छु होइन। तर त्यो नीति तथा कार्यक्रममा मैले अरू त खोजिनँ। सबै कति हो 46 पेजको कतिवटाको छ होइन। विज्ञान भन्ने एउटा शब्द छैन। विज्ञान शब्द म त विज्ञानको मान्छे भएको हुनाले त्यही भएर त्यो विज्ञान भन्ने शब्दले कसको के खाइदिएको छ? होइन, आइटी भनेको त विज्ञानको एउटा शाखा हो क्या। विज्ञानको एउटा शाखा हो। विज्ञानको एउटा शाखाको विकास गरेर देशको सबै विकास हुन्छ होइन। त्यो मन्त्रालय गठन गर्यो भने फिर्ता लिनु अब त्यो त अब पितृको हिसाबले भन्ने हो भने म 72 वर्षको बुढोले दिएको श्राप हो, खै लाग्छ लाग्दैन लाग्छ।